दही चिउरा खाउने हो के ड्याडी दही चिउरा खाउने हो के छ के त्यहाँ त्यो निकाल्दै त नानी त्यो त अहिले बनाउने हो के छोरा हो नि त खाउने 3 चोटि खाइदेऊ हो त अब भिनाजुलाई खाइदेऊ खुवाउनु पर्छ के हो भयो मजा भयो फोटो खिच न भिडियो हेरिहाल्छ नि भिडियो हालिन्न र त्यहाँ छ त त्यो खता लगाइदेऊ न एक कुन्टाउ त्यो खता लगाइदेऊ न यहीबाट खिच्न फोटो निन्छ है बाबु पुन्टु हट न बेबी हट न सही करा रहे फिर छोरी नानी होला नि भिनाजु बधाई छ बाबु ल बहिनीलाई हेर ल घरमा नातिनीको आगमन बुवा हेलो नानीलाई लिन मन लाग्यो अलि टाढाबाट गर न गलेको दाजुको काखमा हाल
तिम्रो आगमनले खुशी बन्थ्यो जीवन तोते बोली सुन्दा भरि आउँथ्यो यो मन आमाको छ ममता बाबाको छ प्यार आऊ तिमी आऊ जीवन हर पार तिम्रो आगमनले खुशी बन्थ्यो जीवन तोते बोली सुन्दा भरि आउँथ्यो यो मन आमाको छ ममता बाबाको छ प्यार आऊ तिमी आऊ जीवन हर छ्या बाबु त खाली बहिनीकै आडा आडा खखा गर्छ उ तर्सिन्छे आडेमा नबस्नु अब खै त कतै कोइल देख्छु आँखा त ह अस्ति खै के हो र भन्छ ए हेर्नु तेरो त नक्कल पालेर गर्छु हेर्नु होला नि फेरि 2-3 चोटि हेर्नुहुन्छ त फेरि यता खुसियों कहाँ आया है जो मांगा वो पाया गणेश भगवान खुला नरिवल लोटा चढाउँछ नरिवल लोटा खुला छ त्यसपछि अत्याधिक कुरा खुला छ पूजा गर्नु माटोमा चाट खाली तपाईँ नराख्नु अब चाहिँ तपाईँले उहाँलाई भयो भने चाहिँ भैँमा राख्नु भयो ल त्यसपछि दक्षिणार्थी नम्बर रेखा कोर्न इत्यादि जलले सेचन गर्ने जल जग्गमा जल छर्दिनु यो फुल नक्षत्रले 8 दिवस पूजा गर्छ सबैले पूजा गर्छ एक वरिपरि 8 दिवस पूर्व पश्चिम पूर्व पश्चिम उत्तर पश्चिम सबै ठाउँ पूजा अब नमो भन्ने पूजा हुन्छ है औं गणपतये नमः नमः भन्दा गर देवास्ते नमः विष्णु भगवाने नमः दुर्गाय नमः आकाशे नमः सूर्याय नमः ब्रह्मदेवाय नमः बृहस्पति नमः 108 चोटि 108 चोटि हैन
नमः सूर्यं नमः शिवं नमः विनायकं नमः विनायकं नमः भैरवे नमः उक्दैन फेरि सिद्धे आगो खानु दालाई बोलाउ जाऊ अहिले यसैको टिको लाउनुपर्छ बच्चाले चित्रपट्टाय नमः अद्भुताय नमः विष्णुवे नमः प्रजापतिते नमः ब्रह्माण्डे नमः अग्निये नमः देववायवे नमः ईशानाय नमः अनन्ताय नमः प्राप्तिय नमः विरुद्धाय नमः एकदशरूपाय नमः गौरवपुत्राय नमः भाव नमः विनायकं नमः विष्णु भक्त नमः नमस्कार आर्यम नमो कुलदेवताय नमो ग्रामदेवताय नमो सर्वदेवताय नमो इंद्र देवताय नमो देव देवता नामबाट हुन लागि इंद्र देवताय नमो कालाय नमो अग्निय नमो भूमाभ्यै नमो इंद्राय नमो सर्वे देवताय नमो अग्निय नमो त ध्यानवे नमो मोटर अन गर्नुपर्छ राय नमः स्वाहा मथिन्द्रनाथाय नमः स्वाहा मतिदेवाय नमः स्वाहा सत्यनारायण भगवन्ती नमः स्वाहा महालक्ष्मी नमः स्वाहा नाग भैराय नमः स्वाहा दक्षिण कालाय नमः स्वाहा महाकालाय स्वाहा इंद्रदेवताय नमः स्वाहा भद्रकालाय नमः स्वाहा विपणेश्वराय महादेव नमः स्वाहा कोटेश्वराय नमः स्वाहा जगदीश्वराय नमः स्वाहा चंडेश्वर नमः स्वाहा शेती भैरवी नमः स्वाहा महाकालाय नमः स्वाहा काली देवी नमः स्वाहा दोलखा भिक्षेन नमः स्वाहा दोलखा भिक्षेनमा अहिले हेरेर आइयो यस्तो ठाउँ रहेछ कि दोलखा भिक्षेन काठे नमः स्वाहा गोविन्दाय नमः स्वाहा मीनाय नमः स्वाहा विराटे भगवान नमः स्वाहा बुढारी कण्ठाय नमः स्वाहा गोल्डेश्वर नमः स्वाहा जल्पादेवाय नमः स्वाहा सन्तानेश्वराय नमः स्वाहा गुप्तेश्वर महादेव नमः स्वाहा उत्तम देवताय नमः स्वाहा नाङ्गो नबनाइ नि हुन्न नाङ्गो बनाएर यो धागो बाँधेर बल्ल उखार्ने हो तर्सिन पर्यो तर्सेन भने त कमजोरी हुन्छ भन्छ नि के नाम म नाम निकालिदिनु है त कुनबाट कुन कति गर्नु मलाई थाहा छ रेकर्ड गरेर राखेँ ल भन्नु अलिक चिच्चाएर माघ 18 गते शुक्रबार बिहामा 11:32 को माघ 18 शुक्रबार दिउँसो 11:32 ए बिहान धनिष्ठा नक्षत्र पर्यो है के पर्यो धनिष्ठा नक्षत्र अब धनिष्ठा नक्षत्र पर्यो मोबाइल अफ गर्ने भनेर त को मोबाइल बोल्ने है धनु राशि पर्यो राशि धनु पर्यो गुरु राशिको गुरु चाहिँ पण्डितजीले बोलेको सुन्यो कि यहाँ यता मोबाइलको सुन्यो वंश क्षेत्रीय वंश मनुष्य उता गएर बोल्यो न बडा राम्रो चाहिँ मनुष्य राक्षसबाट मनुष्यमा 1.5 गुण हुन्छ 3 जना
राक्षस गण परेको उदासीन दिशा गर्नुको हुन्छ घमण्डी हुन्छन् मनुष्य गण छ मनुष्य पाण्डव अज नर मध्यम आसन शयन भनेपछि तपाईँको धनिष्ठ नक्षत्र धनुराशि भयो धनुराशि मनुष्यगण धनुराशि मनुष्यगण अब नाम राख्नु बल्ल आयो धनुराशि कुन बेला जन्मेको बिहान हो दिउँसो भनौँ न 12 बजी पनि परेन परेन अब बिहान जन्मेकाको के नाम राख्ने दिउँसोको के नाम राख्ने 4 बजी के नाम राति जन्मेको के नाम राख्ने मध्य त्यस्तो हुन्छ पल हुन्छ अब भावी यति दुईवटा नाम आउँछ यो बाबु भावी यसबाट अब राशिको नाम राशि अनुसार राख्नु पर्यो बोलाउने नाम आफ्नो प्यारो नाम सोच्दै जे राख्दा नि हुन्छ है राशिको नाम दोस्रो गुण मतलब भूमिका राख्ने भूमिका तपाईँको छोराको जोडबाट छोरीको 3टा अक्षरबाट निकालिदिनु जोड दुई भूमिका राख्ने तपाईँहरूको विचार के है आफ्नो राशिको नाम भूमिका राशिको नाम भूमिका भूमिका ठिक छ तपाईँहरूले बोलाउने नाम जे राख्दा नि हुन्छ भूमिका ल भयो नामले बनाइदिनुहोस् आजमा त्यसको कारण मैले गरिदिएको त्यो अशोकको भयो कुण्ट हुन्थ्यो नखस्ने गराइदेऊ है मम्मी ऊ के आहानको आहाना ए तुनको गहना लाइन नानीले त आज तुनको गहना लाइन नानीले त गरेको मान्छेको ग्रह काटेपछि बल्ल हाम्रो टोटेको गुन्डाको छोरो कति गरे हेर आज काटिदिएको चट्टो 1 महिना त भइहाल्यो दिदी उहाँ साउदी ओ नातिनीले सुनको गहना लाउँदैछिन् भूमिका राख्ने है भूमिका राम्रो नाम हो किन राशिबाट निस्केको नाम भूमिका है होइन यहाँको हुमनको पहिला अलिकति झिक्नुहोस् त झिको लगाइदिनु पर्छ सञ्जलीको त पहिला तर्ना उत्साह गर्नु बिगार गर्नु अहिले नयाँ बाख्रा पैसा हाल्दा राख्दिनुहोस् न पैसा टिको लाउनु पर्ने हो पकाउनु त्यसको टिको लगाइसकेपछि बाली धुवा भयो नि पैसा पनि राख्नु भयो के हाल्नु उता गाडी पापले त प्रबन्धक गाडी प्रताप छ पदे पदे पाप दिन्छ जमिनमा पूर्व पश्चिम उत्तर यसो गर्नु यसो बच्चालाई सेकिदिनु
मुख सेक्दैन दिदी एकछिन दुध पहेँलो भएको जस्तो लाग्यो पहेँलो भएन पहेँलो त्यो त बोलाउनु हुन्न के मम्मी कारण हो छोरीलाई एउटा गहना हो आज त बहिनीले सुनको गहना लगाइकिन राशिको त हेराएर जुनेर बेबीहरूलाई सबभन्दा अग्लो अनि लाउरेसँग त जति नै पाला आउने आरबीको त्यो देउ त गनेर दिनुहुन्छ क्या फेरि 500 को जमाना आज 10 मिनट पर्दैन के पैसा पर्दैन अरे त्यत्रो फरक पतिको त सामान्य पाउनु हो त मैले मलाई जिन्दगी भरि साथ दिनु भएको सासु ससुराले हर दुःख सुखमा हामी सब पुरै फ्यामिली परिवार हो यो चीजहरु नेम हो एउटा आज त भिनाजु लगाएर दिँदा त फुलको माला राम्रो केटा अलिक आफूले भने जस्तो हामीले राम्रो भयो भने आफूले राम्रो भने जस्तो केटा जस्तो मन परेको नमस्ते गरेर बसिए है छोरीले त 5 रुपैयाँ पहेँलो टिका लगाइदिनु छ त त्यहाँ पहेँलो टिका भन्दिनँ विशेष मान्छे झन् यस्तै हो नमस्ते गर भिनाजुलाई राम्रो भयो सोचेको कुरा पुरा हुनुपर्छ ल पैसा दिने अब ल के निस्किँदैछ भान्जीलाई ल गिफ्ट मामा हाँसेको भान्जी
व्हाइट कोट हो त येलो कोट व्हाइट कोट महँगो छ त अब यो स्याउहरू केराहरू मान्नु हेरिदिन्छ उसले त चारैतिर पुगुली मजा आयो मेरो नाति घाममा मेरो लक्ष्मी मेरो सानो ज्ञानी नातिनी लक्ष्मी म भने उहाँ नातिले म को हो अरे तिमी नि हो नातिनी तिम्रो नातिनी हो तिमी नि नातिनी नाति हो बेबी पनि नातिनी हुन् बुढा बोल छोरीसित कुकुली हाँसी कुकुली सानो भूमिका के मतलब के भूमिका भूमिका र होइन नारायणको नामले त बोलाउने होइन त्यो त त्यही नामले बोलाउने होइन त्यो नामले अस्ति उहाँकोले के राखेर अभिक्षा उताबाट हेर्दा जानकीहरू आइपुग्यो खाने किन हाम्रो अगाडि आइपुग्यो भने गएकै ललाहरू शुभनयना करुणामय गौरी हरश्री वरद विनायक शुभनयना करुणामय गौरी हरश्री वरद विनायक के आयो कान्छी हजुरआमा युरोपको आहा न अगाडि नआउनु ल युरोप ल माइजू मावा के अरे बुढो मावली ल कान्छी माइजूको आयो आयो के आयो कान्छी माइजूकोबाट ल ल ल ल ल ल ल ल ल
साइली आमाको ल आहाना बाबुलाई धर सदा बान्ने हो के रे खै त प्रसादी खाऊ ल मात्रै लाएको भयो त भिडियो त राम्रो होस् अझै ठुलो प्रगति गर गाडी चढेर सधैँ हिँडेको देख्न पाइयो ल चढेको माथि भएको सबैले त गर्नु पर्दैन नानी बुढी बाउ नआउनु क्याम्पस जानु पर्यो घर घुम्ने बेबी हटा एक बसेर नि Juicy
नाच्नु I'm something